आदरणीय साथीहरू, आज अत्यन्तै हामी भाग्यमानी छौँ। हाम्रो अगाडि अहिले यो मुलुक सञ्चालन गरिरहेका दुई ठुला पार्टी नेपाली कङ्ग्रेस र नेकपा एमालेका अत्यन्तै प्रभावशाली नेता दुवै यहाँ उपस्थित हुनुहुन्छ। मैले उहाँहरू दुईजनालाई मञ्चमा देखिरहँदा एकजनालाई श्रद्धेय अध्यक्ष कमरेड केपी ओलीको रूपमा र अर्को नेतालाई श्रद्धेय सभापति शेरबहादुर देउवाको रूपमा मैले देखिरहेको छु। र सिङ्गो यो मुलुकको सरकार सञ्चालन गर्ने जिम्मेवारी बोक्नुभएको आदरणीय नेताहरू हाम्रो सामु हुनुहुन्छ। र आदरणीय साथीहरू, हाम्रो नेताहरूलाई पनि थाहा छ, हामीलाई पनि थाहा छ, धेरै टाढाको कुरा होइन। सन् 1950 मा फर्केर हेऱ्यो भने दक्षिण कोरिया, जापान र नेपालको पर क्यापिटा इन्कम बराबर थियो। आज दक्षिण कोरिया कहाँ छ, जापान कहाँ छ, हामी कहाँ छौँ? यसको एउटै मात्र कारण के हो भने दक्षिण कोरिया र जापानले शिक्षाको सम्पूर्ण दायित्व राज्यले ग्रहण गर्यो। सम्पूर्ण रूपमा शिक्षाको लगानी राज्यले ग्रहण गर्यो। आज ती मुलुकहरू विकासको त्यो ठाउँमा पुगेका छन्। हाम्रो सरकार, हाम्रो राज्य यो वा त्यो बहाना र शर्तमा सधैँ शिक्षाबाट भाग्ने काम गर्यो। सधैँ शिक्षालाई व्यापारिक दृष्टिकोणले हेऱ्यो। सधैँ यसलाई किनबेचको साधनको रूपमा लियो र पछिल्लो कडीको रूपमा कहिले समुदायलाई हस्तान्तरण गर्ने, शिक्षा कहिले कलाई गर्ने, गर्दै गर्दै आउँदै गर्दा अहिले पछिल्लो समयमा राज्यले शिक्षाबाट भाग्ने बाटो के खोज्यो भने संसारमा सयौं मुलुकहरूमा सङ्घीयता छ, तर एउटा पनि मुलुकमा विद्यालय तहको, माध्यमिक तहको शिक्षा स्थानीय सरकारलाई दिएको अवस्था छैन। संसारमै प्र्याक्टिसमा नभएको विषय नेपालमा प्रवेश गराइयो र तपाईहरू सरकार हो, तपाईहरूले चाहिँ सबै कुरा गर्नुपर्छ, शिक्षा तपाईँको दायित्व हो भनेर चाहिँ सङ्घीय सरकार, प्रदेश सरकार शिक्षाबाट भागेर सम्पूर्ण अधिकार तपाईँको हो भनेर स्थानीय सरकारलाई यहाँहरूले सुम्पर्नुभयो। त्यसको परिणति, त्यसको प्रतिफल के भयो भने 72 असोज 3 गते मुलुकले संविधान पायो, वर्तमान संविधान पायो र यसको प्र्याक्टिस 8 वर्षसम्म भयो। 2080 असोज 3 गते जुन अनुसूची 8 जबरजस्त स्थानीय सरकारलाई माध्यमिक तहसम्मको शिक्षा सुम्पर्ने काम भयो र स्थानीय सरकारहरूले साँच्चीकै सरकारका रूपमा शिक्षकहरूमाथि शासन गर्ने काम, ज्यादती गर्ने काम, शोषण गर्ने काम, अन्याय गर्ने काम, पीडा दिने काम गरे। त्यसको प्रतिफल ठिक त्यही दिन 8 वर्षपछि 80 साल असोज 3 गते देशैभरिका शिक्षक र विद्यालय कर्मचारी काठमाडौँ घेर्न आउनु पर्यो। माइतीघर मण्डलमा जम्मा हुने परिस्थिति निर्माण भयो। हाम्रो माग के हो भने श्रद्धेय नेताजीहरूसँग 8 वर्ष, अहिले त 9 वर्ष पुरा भइसक्यो, 9 वर्षसम्म प्र्याक्टिसमा आएको अनुसूची 8 ले लाखौं शिक्षकहरूलाई असन्तुष्ट गर्यो, विद्यालय कर्मचारीलाई असन्तुष्ट गर्यो भने र लाखौं शिक्षक र विद्यालय कर्मचारी काठमाडौँ घेर्न आउनु पर्नुको प्रतिफल, त्यसको निष्कर्ष के हो भने त्यो 8 वर्षसम्म अथवा 9 वर्षसम्म प्र्याक्टिसमा आएको अनुसूची 8 को प्रयोग सम्पूर्ण रूपमा असफल भएको छ। हामीले खबरदार भन्न चाहन्छौँ, त्यो असफल भएको त्यो अनुसूचीलाई अब अगाडि बढाउन पाइँदैन। संविधानमै व्यवस्था छ, अनुसूची 9 लाई साझा सूची सबै सरकारको चाहिँ अधिकार क्षेत्रभित्र राखिएको छ। अब अनुसूची 9 मा जानुपर्दछ। यो हाम्रो जोरदार माग म यहाँहरूका बिचमा राख्न चाहन्छु। र अब शिक्षाको माध्यमिक तहसम्मको शिक्षाको दायित्व खालि स्थानीय सरकारले होइन, व्यवस्थापकीय जिम्मेवारी स्थानीय सरकारले लिएला, तर अरू जिम्मेवारी सम्पूर्ण रूपमा सङ्घीय र प्रदेश सरकारमा रहनुपर्छ भन्ने कुरा म यहाँहरूका बिचमा राख्न चाहन्छु। र आदरणीय नेताजीहरूलाई म अब संक्षिप्तमा हामीले 2075 सालमा एउटा आन्दोलन गऱ्यौँ र 30 बुँदे सम्झौता गऱ्यौँ। 78 सालमा फेरि हामीले अर्को आन्दोलन गऱ्यौँ र फेरि 51 बुँदामा सम्झौता गऱ्यौँ। 2080 सालमा हामीले आन्दोलन गऱ्यौँ र हामीले 6 बुँदामा सम्झौता गऱ्यौँ र अब ती सबै बुँदा हामीले 75 बाट हामी फेरि 78 बाट फेरि 80 र अहिले हामी 81 को अन्तिम क्षणमा सम्म हामी धैर्य धारण किन गरेको हो भने हाम्रा धेरै माग मुद्दाहरू शिक्षा ऐनमा सम्बोधन हुने हो, शिक्षा नियमावलीमा लेखिने हो, राष्ट्रिय मापदण्डमा लेखिने हो। त्यसो भएको हुनाले त्यो आउँदैछ। त्यसमा ल्याउनका लागि अहिले सरकार पनि लागेको छ, पार्टीहरू पनि अलिकति संवेदनशील देखिएको अवस्था छ। त्यसो भएको हुनाले हामीले पर्खनुपर्छ भनेर हामीले भनेका छौँ र अहिले हामीले एउटा प्रचारात्मक रूपमा आन्दोलनको घोषणा गरेका छौँ। यो आन्दोलन हामीले चाहिँ अरू कुनै कारणले होइन,
अहिले हामीले देखेका छौँ हाम्रो अध्ययनले के भनेको छ भने नेपाली कङ्ग्रेस नेकपा एमाले जो सरकारमा हुनुहुन्छ यहाँहरू अहिले संवेदनशील हुनुहुन्छ, त्यसैले एउटा शीर्ष नेतृत्व तयार गरेर यहाँहरूले जिम्मेवारी दिनुभएको छ। दिनरात नेपाली कङ्ग्रेस नेकपा एमालेको जिम्मेवारी पाएका नेताहरू लागिरहनु भएको छ शिक्षा ऐनलाई ल्याउनका लागि, तर विभिन्न कोणबाट त्यसलाई रोक्नका लागि, अवरोध गर्नका लागि, समस्या सिर्जना गर्नका लागि पनि विभिन्न कोणबाट प्रयत्न भएको हाम्रो बुझाइ छ। त्यसैले त्यस्ता विभिन्न कोणबाट नेपाली कङ्ग्रेस एमाले जस्ता पार्टीहरू ल्याउनका लागि लागिरहँदा, आम शिक्षकहरू ल्याउनका लागि लागिरहँदा त्यसलाई षड्यन्त्रमूलक रूपले रोक्ने प्रपञ्च गर्ने त्यस्ता तत्त्वहरूलाई रोक्नका लागि हाम्रो आन्दोलन हो। हामीले यहाँहरूलाई बल पुर्याउनका लागि यो आन्दोलनको घोषणा गरेका छौँ। हाम्रो आन्दोलनलाई यहाँहरूले सहयोगको रूपमा बुझिदिन, अन्यथा नलिनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। र अब अन्त्यमा म केही दिन अगाडि 7वटै प्रदेशमा गएँ। नेपाल शिक्षक महासङ्घको प्रदेश भेलाहरू थियो। त्यहाँ जाँदाखेरि यो मेरो भनाइ होइन, यो अहिले मैले मेरो मुखबाट भन्दै गर्दा मेरो भनाइ होइन, 7वटै प्रदेशका साथीहरूको भनाइ के छ भने हामीलाई राज्यले गर्नु शोषण गर्यो, गर्नु अन्याय गर्यो, गर्नु अत्याचार गर्यो। हामीले पटक पटक आन्दोलन गर्यौँ, धेरै खुन, धेरै पसिना र धेरै मेहनत हामीले यो शिक्षामा खर्चेका छौँ। र अब राज्यलाई त्यतिले पुग्दैन भने र अब पनि ठिक ढङ्गले शिक्षा आउने काम हुँदैन भने राज्यलाई कति चाहिएको छ त्यति नेपाली शिक्षक र विद्यालय कर्मचारीले रगत दिन तयार छौँ हामी भनेर उहाँहरूले भन्नुभएको कुरा यो मेरो भनाइ होइन। आम देशभरिका शिक्षक र विद्यालय कर्मचारीले त्यहाँसम्म गएर पनि अब यहाँ शैक्षिक सुशासन कायम गर्नका लागि तयार रहेको कुरा गर्नुभएको छ। ती साथीहरूको त्यो भनाइ यहाँहरूका बिचमा राखेर यहाँहरूले जुन महत्त्वका साथ समय दिनुभयो त्यसका लागि हार्दिक धन्यवाद दिँदै म आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद।